एउटा नेपालीले विश्वका 32 वटा भन्दा बढी देशहरूमा 200 वटा भन्दा बढी मल्टिनेशनल कम्पनी खडा गर्नु अनि अन्तर्राष्ट्रिय पत्रिकाहरूको फ्रन्ट पेजमा नेपाली व्यापारीहरूको फोटो आउनु नेपाली भएको नाताले कम सौभाग्यको कुरा होइन, गर्व गर्ने ठाउँ हो त्यो। नेपाल पनि त्यहाँ पुगेछ अब भनेर गर्वले छाती ढक्क फुलेर आउँछ त्यो हेर्दा। हो, व्यापारीले सधैँभरि व्यापारलाई नै पहिला हेर्छ, तर विनोद चौधरी व्यापारी मात्रै होइनन्, उनी लामो समयदेखि नेपालका सांसद पनि हुन्। उनको जरा यदि सत्यमा अडिएको भएदेखि सुनमा सुगन्ध हुने थियो, तर त्यो जरा सत्यमा अडिएको छ कि छैन? आउनुस् चौधरी ग्रुपको जरा केमा अडिएको छ त्यो हेरौं। अब यहाँ मैले देखाएको चौधरी ग्रुपको वेबसाइट र उनीहरूको कर्पोरेट ब्रोशर जुन छ त्यसमा आफ्ना प्रोडक्टहरू र इन्भेस्टमेन्टहरू देखाउने क्रममा अलि तल नेभिल बैंकमा पनि सीजी को लगानी भएको भनेर बताइएको छ। यो याद गर्नु होला, म एकैछिनमा यो खोतल्ने छु, यसको कथा बेग्लै छ। अनि यहाँनेर सीजी नेट सँगसँगै सीजी सेल र मोल्ड सेल भन्ने दुईटा टेलिफोन कम्पनीको पनि कुरा गरिएको छ, यो पनि याद गर्नु होला। यी दुईटा कुरा नै आजको भिडियोको मुख्य विषय हो। विनोद चौधरी र चौधरी ग्रुपमाथि यो भन्दा अगाडि पनि सीआईजे नेपालले र अरु पनि केही पत्रपत्रिकाहरूले मनी लन्ड्रिङ र विदेशमा गरिएको शंकास्पद लगानी जुन छ त्यसको विषयमा लेखिसकेका छन्। ती सबैमाथि चौधरी ग्रुपले कानुनी लडाई लडिसकेको छ, मुद्दा हालिसकेको छ। जसले चौधरी ग्रुपको विरुद्धमा लेखे तिनीहरू मुद्दामा फसेका छन् आजसम्म। आजको भिडियो बनाउनु भन्दा अगाडि हामीले जति प्रमाण भेटेका छौं एकैछिनमा देखाउने छु म। ती सबै प्रमाणहरूलाई डबल चेक गरेर डबल कन्फर्म गरेर मात्रै जहाँबाट अरु प्रमाणहरू चाहिन्छन् त्यो सबै झिकाएका छौं। त्यसैले आजको यो भिडियोमा हामीसँग जे प्रमाण छ, प्रमाणको ओरिजिनल कपी छ, त्यसको बारेमा मात्रै म बोल्दै छु। मनगढन्ते कुरादेखि टाढा रहने छु आजको भिडियोमा, ताकि मुद्दा नै परेछ भोलि अदालतमा भने पनि हामी त्यस विरुद्ध लड्न सकौं। सबैभन्दा पहिला सुरु गरौं हामीले पानामाको रजिस्ट्रीबाट झिकाएको एउटा डकुमेन्टबाट। यहाँ देखाएका सबै डकुमेन्टहरूको असली कपी हामीसँग सुरक्षित छन्, चाहिएको खण्डमा हामी प्रस्तुत गर्न सक्छौं। यो डकुमेन्टमा लेखिएको छ कि साउथ एसिया फाइनान्शियल सर्भिसेस कर्पोरेसन, जसलाई यसपछि म साउथ एसिया कर्प मात्र भन्ने छु, त्यसको दर्ता 1995 को नोभेम्बर 27 मा पानामामा भएको र धेरैवटा डाइरेक्टरहरू मध्येमा वरुण चौधरी र राहुल चौधरीको पनि नाम देखिन्छ। यी दुवै मानिस विनोद चौधरीका छोरा हुन् र नेपालमा भएको चौधरी ग्रुपका मालिक पनि हुन्।